अनि भिडियो चाहिँ बनाइराख्नु कस्तो दामी थियो मासतिर होइन फर्सीहरू पनि देखिरहेको थियो धेरै नै तर मैले दुईवटाको मात्रै भिडियो बनाएँ मेरो भाइहरू चाहिँ द्वारा उखु खाने भन्दै थियो यति बेला पारेको थिएँ अनि अलिक मासतिर गएको त भुइँकटर पनि भइरहेको भुइँकटर चाहिँ पाकेको छैन नि त अनि त्यही भएर मैले भिडियो मात्रै बनाएँ अनि मैले भाइहरूलाई आउँद यहाँ आउँद भुइँकटर कति भुइँकटर छ भनेर मैले बोलाएको थिएँ अनि आज यस्तो दामी मौसम भइरहेको थियो नि 3-4 दिनदेखि पानी परेर होइन अनि यस्तो हेरेको त बारीमा अनि कस्तो दामी देख्यो अनि मेरो भाइहरू चाहिँ भुइँकटर खाने भन्दै थियो अनि मैले यसो भ्यू पनि खिचेको मेरो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच।